नमस्कार। सम्पूर्णमा आगामी 2082 सालको एससीको तयारीमा रहनुहुने सम्पूर्ण भाइ बहिनीहरूलाई सहज गर्नको लागि यस 3औं डिजिटल लर्निङ सेसनको हामी 4थो एपिसोडमा छौँ। आज हामी म्याथको युनिट 4 करेन्सी एन्ड एक्सचेन्ज रेट, जसलाई हामी मनी एक्सचेन्ज भन्दछौँ। सर्वप्रथम कुनै पनि टपिकमा हामी अगाडि बढ्नुभन्दा पहिला यसका बेसिक नलेजहरूको बारेमा हामीलाई जानकारी हुनु अति नै आवश्यक मानिन्छ। त्यही भएर आज हामी यस कक्षामा यस मनी एक्सचेन्जको बारेमा कसरी भाइ बहिनीहरूले क्वेसन सल्भ गर्नको लागि सहजीकरण हुन्छ, कसरी भाइ बहिनीहरूले कुनै पनि क्वेसन बुझ्नको लागि सहज हुन्छ, त्यसको बारेमा हामी यसको पहिला बेसिक कुराहरूको बारेमा जानकारी दिन्छु मैले आजको क्लासमा। यदि बेसिक कुराको बारेमा थाहा भयो भने मात्रै हामीले कुनै पनि क्वेसन सल्भ गर्दा हामीमा प्रब्लम आउँदैन र हामीले आगामी दिनहरूमा क्वेसनहरू सल्भ गर्दा कुनै पनि किसिमको समस्या आउँदैन। त्यसैको लागि हामी सर्वप्रथम त मनी एक्सचेन्ज भनेको के हो त, यसको बारेमा हामीले बुझ्नु अति नै आवश्यक छ। मनी एक्सचेन्ज हामी यहाँ हेर्ने हो भने मनी अनि एक्सचेन्ज भनेको के हो त, नर्मली हामीले यो कुरा बुझ्नुपर्छ। जस्तो एक्सचेन्जलाई हामीले चाहिँ बाइङ सेलिङको रूपमा पनि हामीले बुझ्न सकिन्छ। यदि हामी कुनै पनि पसलमा गयो सामान किन्नको लागि हामीले पैसासँग हामीले सामान एक्सचेन्ज गर्ने हो नि, त्यस्तै मनी एक्सचेन्ज भनेको पैसासँग पैसा साट्ने हो। फरेन करेन्सी हुन्छ, जस्तो डलर हुन्छ हामीसँग अस्ट्रेलियन डलर हुन्छ, हामीसँग युरोपियन डलर हुन्छ, युरो हुन्छ हामीसँग अस्ट्रेलियन डलर हुन्छ। त्यो डलरलाई हामीले नेपाली रुपैयाँ पनि चेन्ज गर्न सकिन्छ। अनि नेपाली करेन्सीलाई हामीले युरोपियन करेन्सीमा चेन्ज गर्न सकिन्छ, नेपाली करेन्सीलाई हामीले अस्ट्रेलियन करेन्सीमा पनि चेन्ज गर्न सकिन्छ। त्यसैको बारेमा हामीले आज यस टपिकमा हामी पढ्नेछौँ। अनि यो टपिक एकदमै इम्पोर्टेन्ट छ, किन भन्दाखेरि यो टपिकबाट एससीमा क्वेसन नम्बर 4 मा एससीको अल टुगेदर इन एससी देयर आर 16 क्वेसन्स। आउट अफ 16 क्वेसन्स इन क्वेसन नम्बर 4 मा हाम्रो मनी एक्सचेन्ज आउने गर्दछ। अनि कहिलेकाहीँ यसबाट 3 मार्क्सको क्वेसन आउँछ भने कहिलेकाहीँ यसबाट 4 मार्क्सको क्वेसन आउने गर्दछ। 4 मार्क्स भन्दा बढी चाहिँ आजसम्म आएको छैन, किनकि पछिल्लो जुन हाम्रो नेपाल सरकारले यो ग्रिड चेन्ज गरेको छ त्यसमा चाहिँ 4 मार्क्स भन्दा 5 मार्क्सको क्वेसन चाहिँ आजसम्म आएको छैन। म्याक्सिमम भनेको यसको 4 मार्क्स हो। अनि यो मनी एक्सचेन्ज भनेको यहाँ खासै त्यस्तो फर्मुला जान्न पनि हामीले बुझ्न पनि फर्मुला भन्ने केही पनि छैन। यो भनेको हाम्रो व्यावहारिक ज्ञानसँग हामीले कसरी हाम्रो लाइफमा हाम्रो प्रेजेन्ट टाइममा हामीले कसरी डिल गरेका छौँ, हाम्रो व्यावहारिक नलेज के छ, हाम्रो व्यावहारिक स्किल के छ, त्यसको बारेमा यसले हामीलाई जानकारी दिन्छ। ल अब हामी चाहिँ यसका टपिकहरू, यसका बेसिक टर्महरू हामीले वान बाई वान यहाँ डिस्कस गर्नेछौँ। र यसका बेसिक टर्महरू रहेको छ। सुरुमा छ एक्सचेन्ज रेट। एक्सचेन्ज रेट भनेको के हो त, यसलाई हामीले कसरी बुझिन्छ? द एक्सचेन्ज रेट इज द प्राइस अफ वान कन्ट्रीज करेन्सी। मैले अन्डरलाइन गर्छु है भाइ बहिनीहरूको लागि बुझ्नको लागि एकदम सहज हुनेछ। वान कन्ट्रीज करेन्सी इन टर्म्स अफ अनदर कन्ट्रीज करेन्सी। यहाँ मैले दुईवटा कुरा अन्डरलाइन गरेको छु, यहाँ मैले सर्कल पनि बनाएको छु। वान कन्ट्रीज करेन्सी, एउटा देशको करेन्सी अर्को देशमा कति हुन्छ त? एउटा देशको कुनै पनि करेन्सी अर्को देशमा आउँदाखेरि कति हुन्छ, त्यो भनेको हाम्रो एक्सचेन्ज रेट हो। एउटा मैले यहाँ इक्जाम्पल पनि लिएको छु। र हामी सिम्पल भाषामा भनियो भने इट टेल्स यु हाउ मच अफ वान करेन्सी यु क्यान गेट विथ अनदर करेन्सी। यसको मतलब हामीले एउटा करेन्सीबाट अर्को देशको कति करेन्सी पाउन सकिन्छ, त्यसको बारेमा हामीलाई एक्सचेन्ज रेटले हामीलाई बताउँदछ। अनि यसलाई हामीले सिम्पल भाषामा एउटा इक्जाम्पल पनि लिएको छु। हामीले हेर्ने हो भने जस्तो हामी के बुझ्नु पर्यो भन्दाखेरि यदि $1 भनेको, राम्रोसँग बुझ्नु होला है, यदि $1 भनेको नेपाली रुपिस 133 छ, सपोज एउटा हामीले इक्जाम्पल रूपमा लिन सकिन्छ। अमेरिकन $1 भनेको नेपाली रुपिस 133 छ। यसको मतलब के हुन्छ भन्दाखेरि हामीले $1 नेपालमा आएर साट्यौँ भने हामीलाई ब्याङ्कले 133 नेपाली रुपिस दिन्छ। अमेरिकाको $1
नेपालमा आएर एक्सचेन्ज गर्यो भने हामीसँग चाहिँ हामीले ब्याङ्कबाट $133 नेपाली रुपिस हामीले 133 नेपाली रुपिस पाउन सकिन्छ। अनि यसलाई पनि मैले यहाँ सिम्पल गर्न लेखेको छु, हेर्नु होला। यसको मतलब यदि हामीले नेपालमा आएर $1 लाई एक्सचेन्ज गर्यो भने हामीले ब्याङ्कबाट 133 नेपाली रुपिस पाउन सकिन्छ। या हामीले डलर पनि साट्ने हुँदैन नि त, हामीले नेपाली पैसालाई डलरमा पनि लान सकिन्छ, डलरलाई हामीले नेपालीमा पनि लान सकिन्छ। डलरलाई साट्यो भने चाहिँ नेपाली रुपिस 133 पाउन सकिन्छ भने यदि हामीलाई डलर चाहियो, हामीलाई अमेरिकन डलर चाहियो भने हामीले त्यही $1 किन्नको लागि या एक्सचेन्ज गर्नको लागि भनौँ या किन्नको लागि हामीले चाहिँ नेपाली रुपिस 133 पे गर्नुपर्छ। यसको मतलब चाहिँ यो हुन्छ। अब हामी, मलाई आशा छ यो तपाईँहरूले बुझ्नुभयो होला। अब हामी अर्कोमा जान्छौँ, अर्को बेसिक टर्ममा। त्यसपछि अर्को छ यहाँ बाइङ रेट अनि सेलिङ रेट। यो एकदमै इम्पोर्टेन्ट टपिक छ है, यसलाई राम्रोसँग हेर्नु होला। बाइङ रेट, सेलिङ रेट। अब यो बाइङ रेट र सेलिङ रेट भनेको के हो? बाइङ रेट अनि सेलिङ रेट भनेको हामीले जहिले पनि ब्याङ्कको तर्फबाट सोध्नुपर्छ। हामीले हाम्रो लागि होइन, हाम्रो तर्फबाट होइन, ब्याङ्कले के गर्यो भन्ने कुरा हामीले एकदम यसमा बुझ्नुपर्छ। जस्तो कि अब ब्याङ्कले डलर किन्छ या ब्याङ्कले डलर बेच्छ, डलर ब्याङ्कले के गर्यो? किन्यो कि बेच्यो? किन्यो या बेच्यो? हामीले के गर्यो भने हामीले बेच्यौँ या हामीले एक्सचेन्ज गर्यो या ब्याङ्कले हामीलाई दियो या हामीले ब्याङ्कमा गएर साट्यो, त्योसँग कुनै पनि मतलब राखेर ब्याङ्कले कुनै पनि कस्टमर भन्नुहोस् या कस्टमरलाई चाहिँ के गर्यो? डलर दियो कि डलर कस्टमरबाट लियो, त्यसमा चाहिँ हाम्रो यसको एकदमै महत्त्वपूर्ण कुरा हुन्छ। अनि यो बाइङ रेट अनि सेलिङ रेटको बारेमा द एक्सचेन्ज रेट, बाइङ रेट भनेको एक्सचेन्ज रेट हो। द एक्सचेन्ज रेट गिभन बाई द ब्याङ्क, ब्याङ्कले दिएको, ब्याङ्कको हो, हाम्रो होइन है। यो बाइङ रेट हाम्रो लागि होइन, ब्याङ्कको लागि हो। द एक्सचेन्ज रेट गिभन बाई द ब्याङ्क or financial institutions while purchasing, हेर्नु न कति मजाले लेखिएको छ। पर्चेजिङ भनेको किन्ने हो, ब्याङ्कले किन्ने। ब्याङ्कले किन्दाखेरि कुन रेट युज गर्छ? बाइङ रेट युज गर्छ। द एक्सचेन्ज रेट गिभन बाई द ब्याङ्क or financial institution while purchasing the foreign currency is called बाइङ रेट। यदि ब्याङ्कले कुनै पनि कस्टमरसँग डलर किन्यो भने चाहिँ ब्याङ्कले बाइङ रेट लगाउँछ। ब्याङ्कको बाइङ रेट र सेलिङ रेट चाहिँ फरक हुन्छ। तर जस्तो हामीले कुनै पनि क्वेसन गर्दाखेरि यदि एउटा मात्रै रेट दिएको छ भने ब्याङ्कको बाइङ पनि त्यही हुन्छ अनि ब्याङ्कको सेलिङ पनि त्यही हुन्छ। तर हामीले क्वेसन सल्भ गर्दा दुईवटा दिएको छ, एउटा बाइङ रेट दिन्छ, एउटा सेलिङ रेट दिन्छ। बाइङ रेट लगाउने कुन बेला, सेलिङ रेट लगाउने कुन बेला। यदि ब्याङ्कले हामीसँग हामीलाई डलर सेल गर्यो भने हामीले लगाउँछौँ सेलिङ रेट। यदि ब्याङ्कले हामीसँगबाट डलर बाई गर्यो भने चाहिँ हामीले लगाउँछौँ बाइङ रेट। जस्तो अहिले सिम्पल भाषामा मैले यसरी लेखेको छु कि when a person has a foreign currency, एउटा मान्छेसँग फरेन करेन्सी छ है, when a person has a foreign currency and he or she needs to exchange it into currency of his or her own country, the bank or financial institution buys the his or her foreign currency by using the buying rate. यदि कुनै पनि मान्छेसँग चाहिँ फरेन करेन्सी छ, मानव मसँग डलर छ, म ब्याङ्क गएँ, म ब्याङ्क गइसकेपछि मलाई चाहिँ त्यो डलरलाई मैले नेपालीमा चेन्ज गर्नु पर्यो, कन्भर्ट गर्नु पर्यो, एक्सचेन्ज गर्नु पर्यो। यदि मैले त्यो डलरलाई नेपालीमा कन्भर्ट गर्नु छ भने मसँग भएको डलर ब्याङ्कले किनिदिन्छ। ब्याङ्कले मसँग के गर्यो? बाई गर्यो। ब्याङ्कले बाई गर्यो नि, तर मैले त सेल गरेँ नि, मैले सेल गरेँ तर ब्याङ्कले के गर्यो? बाई गर्यो। मैले सेल गरेँ भन्दिनँ, त्यो सेलिङ रेट हुँदैन के, ब्याङ्कले के गर्यो भन्ने कुरा हुन्छ। मैले तपाईँहरूलाई पहिले पनि भनिसकेको छु कि हामीले बाइङ रेटलाई हेर्दा सेलिङ रेटलाई हेर्दाखेरि हामीले के गर्यो होइन, ब्याङ्कले के गर्यो, ब्याङ्कले के गर्यो त्यसलाई हामीले एकदम राम्रोसँग बुझ्नुपर्छ। ब्याङ्कले बाई गर्यो भने बाइङ रेट लगाइन्छ हामीले, यदि ब्याङ्कले चाहिँ सेल गर्यो भने हामीले सेलिङ रेट लगाउनुपर्छ। यदि मलाई नेपाली पैसा चाहियो, म त ब्याङ्क जानु पर्यो किन्नको लागि, एक्सचेन्ज गर्नुको लागि म ब्याङ्क जानु पर्यो। मलाई चाहिँ नेपाली पैसा चाहियो भनेपछि मसँग त डलर छ नि त, मेरो डलर चाहिँ त्यो ब्याङ्कले के गर्छ? बाई गरिदिन्छ, किनिदिन्छ। किनिसकेपछि त्यसमा के लाग्ने भयो? बाइङ रेट लाग्ने भयो। त्यही भएर यदि हामीसँग नेपाली करेन्सी छ है, राम्रोसँग बुझ्नुहोस् है, यदि हामीसँग
फरेन करेन्सी छ, यदि हामीसँग फरेन करेन्सी छ, बुझ्नुस् यहाँ फरेन करेन्सी छ, यसलाई मैले चाहिँ नेपाली करेन्सीमा लानु पर्यो। यसलाई मैले के गर्नु पर्यो भने नेपाली करेन्सीमा लानु पर्यो है। मसँग चाहिँ फरेन करेन्सी छ, मानव मसँग डलर छ, मानव मसँग डलर छ, मसँग चाहिँ डलर छ, मसँग के छ डलर छ, फरेन करेन्सी भयो, मसँग चाहिँ डलर छ डलर। अनि यो डलरलाई मैले लानु पर्यो केमा त नेपाली रुपिसमा लानु पर्यो है। हामीसँग बुझ्नुहोस् है, यो डलरलाई मैले नेपाली रुपिसमा लानु पर्यो भने म चाहिँ ब्याङ्क जानुपर्छ। म ब्याङ्क गइसकेपछि ब्याङ्कमा गएर मेरो यो डलरलाई ब्याङ्कले किनिदिन्छ। डलरलाई ब्याङ्कले किनिसकेपछि ब्याङ्कले चाहिँ बाई गर्यो। त्यही भएर चाहिँ मलाई चाहिँ ब्याङ्कले के रेट युज गरेर एक्सचेन्ज गर्छ भन्दाखेरि बाई रेट हुन्छ। त्यही भएर हामीले के बुझ्नु पर्यो भन्दाखेरि यदि हामीसँग डलर छ या हामीसँग भएको डलरलाई नेपाली करेन्सीमा हामीले लैजाने भने ब्याङ्कले युज गर्ने रेट भनेको बाई रेट हुन्छ। यस्तै गरी अर्को टपिक छ यसमा, अर्को टपिक छ सेलिङ रेट, ठ्याक्कै अपोजिट हो। अघि मैले जे कुरा बाई रेटको लागि भने नि, अघि मैले जे कुरा बाई रेटको लागि भने ठ्याक्कै अपोजिट हुन्छ सेलिङ रेटको लागि। द एक्सचेन्ज रेट given by the bank or financial institutions while selling the foreign currency to the person is called selling rate. जब चाहिँ ब्याङ्कले एक्सचेन्ज रेट कसरी निर्धारण गर्छ भन्दाखेरि जब पनि ब्याङ्कले या कुनै एउटा मनी एक्सचेन्ज सेन्टर हुन्छ, एउटा फाइनेन्सियल इन्स्टिट्युसन हुन्छ, त्यसले चाहिँ जब चाहिँ उसले फरेन करेन्सी चाहिँ सेल गर्छ, जब उसले फरेन करेन्सी सेल गर्छ या भनौँ जब चाहिँ उसले अब मानव मसँग नेपाली रुपिस छ, मलाई चाहिँ विदेश जानु पर्यो, विदेश जानुको लागि त मलाई त फरेन करेन्सी चाहिन्छ। सपोज म अमेरिका जानेछु, मलाई अमेरिका जानुको लागि डलर चाहिन्छ। अनि मसँग नेपाली पैसा छ, म जानु पर्यो अमेरिका जानुको लागि मलाई डलर छ। अब म ब्याङ्क जान्छु, ब्याङ्क गइसकेपछि मैले ब्याङ्कमा गएर डलर साट्नु, नेपाली पैसा मैले ब्याङ्कलाई दिने हो, ब्याङ्कले मलाई डलर दिन्छ, ब्याङ्कले डलर मलाई सेल गर्यो। त्यति बेलामा चाहिँ इन द्याट कन्डिसन सेलिङ रेट विल बी युज। त्यो बेलामा चाहिँ सेलिङ रेट चाहिँ ब्याङ्कले युज गर्छ। अनि अर्को कुरा बुझ्नु पर्यो, when a person needs the foreign currency, the bank or financial institution uses the buying rate. त्यही झुकाउनको लागि मैले जानी यहाँ मैले बाइङ रेट नै लिएँ। तपाईँले कतिको ध्यान दिएर हेर्नुहुन्छ। त्यही भएर हाम्रो बानी के छ भन्दाखेरि अब म्याथको कुरा गर्ने हो भने हामीलाई त्यो बेसिक कुराहरू कन्सेप्ट थाहा हुँदैन, डाइरेक्ट हामी न्युमेरिकलमा जान्छौँ। अनि कन्सेप्ट थाहा नभइसकेपछि हामी डाइरेक्ट न्युमेरिकलमा गयौँ भने त हामीले केही पनि गर्न सकिन्न। त्यही भएर कुनै पनि प्रब्लम सल्भ गर्नभन्दा अगाडि यसका बेसिक टर्महरू एकदम राम्रोसँग बुझ्यो भने न्युमेरिकलमा केही पनि प्रब्लम आउँदै आउँदैन, हामी सहजै सल्भ गर्न सकिन्छ है त। अब हामी अर्को टपिकमा जान्छौँ। अर्को टपिक छ करेन्सी डिभ्यालुएसन। अब यसलाई एकदम यो चाहिँ अलिकति कस्तो छ भन्दा यो टपिक चाहिँ करेन्सी डिभ्यालुएसन कस्तो छ भन्दाखेरि यहाँ चाहिँ करेन्सी नेपाली करेन्सी विक हुन्छ तर चाहिँ एक्सचेन्ज रेट चाहिँ बढ्छ। नेपाली करेन्सी विक हुन्छ तर एक्सचेन्ज रेट चाहिँ बढ्छ। अलिकति जस्तो सुन्दाखेरि कस्तो छ भन्दाखेरि यो खास नेपाली करेन्सी कमजोर भएपछि त घट्न बढ्ने हो कि हाम्रो सोचाइ छ नि त, होइन। यहाँ एक्सचेन्ज रेट चाहिँ बढ्छ, कसरी बढ्छ के बढ्छ यसको बारेमा म डिटेलली भन्छु। करेन्सी डिभ्यालुएसन भनेको के हो, जब हाम्रो देशमा अब देशको नेपाल सरकारको नीति हो कि करेन्सीको एक्सचेन्ज रेट घटाउने बढाउने। हामीले सेयर मार्केटमा पनि यो प्राइसहरू सुन्छौँ, सुनको भाउ बढ्यो, सुनको भाउ घट्यो, यो घट्ने कसरी हो बढ्ने कसरी हो भन्दाखेरि त्यही करेन्सी डिभ्यालुएसन र रिभ्यालुएसन भएरै हो। कुनै दिन आजको दिन नेपाली डलर मानव नेपाली पैसा र डलरको प्राइस एउटा हुन्छ एक्सचेन्ज हुन्छ भने अर्को दिन चाहिँ फरक हुन्छ। त्यो चाहिँ जब मार्केटमा चाहिँ तपाईँको फ्लक्चुएसन आउँछ
त्यसपछि कुनै पनि दुईटा देश बिचको कन्ट्री बिचको एक्सचेन्ज रेट चाहिँ फरक फरक भएको हुन्छ। त्यो हुने फरक के गर्दा भन्दाखेरि त्यही डिभ्यालुएसन र रिभ्यालुएसन कारणले गर्दा हो। अब हामी फर्स्टमा चाहिँ करेन्सी डिभ्यालुएसनको बारेमा बुझौँ। करेन्सी डिभ्यालुएसन इज द मोनेटरी पोलिसी। मोनेटरी पोलिसी भनेको देशको मौद्रिक नीति हो। देशको मौद्रिक नीति अफ द गभर्नमेन्ट टु लोअर, राम्रोसँग बुझ्ने, लोअर डिक्रिज गर्ने, टु लोअर द डिक्रिज, लोअर मिन्स डिक्रिज, लोअर भनेको डिक्रिज गर्ने द एक्सचेन्ज रेट अफ इट्स अन कन्ट्रिज करेन्सी कम्पेयर टु द अदर फरेन करेन्सी। यो भनेको चाहिँ जस्तो हामीले नेपाल देश अन्तर्गत बोलेको न, यो भनेको चाहिँ के हो भन्दा देशको एउटा मौद्रिक नीति हो। यसमा के हुन्छ भन्दाखेरि नेपाली पैसा चाहिँ डलर भनौँ, डलरको कम्पेरिजनमा हामीले अमेरिकासँग कम्पेयर गर्न सकिन्छ। नेपाली पैसा चाहिँ फरेन करेन्सीको कम्पेरिजनमा चाहिँ डिक्रिज हुन्छ। अब हाम्रो सोच के हुन्छ भन्दाखेरि जब पैसा डिक्रिज हुन्छ, करेन्सी डिक्रिज हुन्छ, एक्सचेन्ज रेट डिक्रिज हुन्छ, तब घट्न पर्ने पनि होइन, जस्ट अपोजिट हुन्छ। करेन्सी चाहिँ रेट चाहिँ डिक्रिज हुन्छ तर एक्सचेन्ज रेट चाहिँ बढ्छ। किन बढ्छ भन्दाखेरि अब हामी के बुझ्नु पर्यो भन्दाखेरि डिभ्यालुएसन भयो भने है, डिभ्यालुएसन भयो भने नेपाली करेन्सी विक हुन्छ के, नेपाली करेन्सीको शक्ति घट्छ। त्यसरी बुझौँ न, हाम्रो सजिलो हुन्छ। नेपाली करेन्सीको शक्ति घट्छ। जस्तो एउटा इक्जाम्पल यहाँ लिएको छु। सुरुमा इफ अर्लियर भनेको सुरुमा चाहिँ $1 भनेको हामीसँग चाहिँ नेपाली रुपिस 120 थियो है। पहिला सुरुमा $1 भनेको 120 थियो। अब के भयो, एक दिन दुई दिनपछि जब नेपाली करेन्सी डिभ्यालुएट भयो, जब नेपाली करेन्सी डिभ्यालुएट भयो, तब चाहिँ त्यसपछि $1 भनेको चाहिँ नेपाली रुपिस 135। अब हेर्नुहोस् कति मजाको छ कि यहाँ लोअर छ। लोअर भनेको हाम्रो सोच त घट्ने हुन्छ कि, तर चाहिँ एक्सचेन्ज रेट यहाँ बढिरहेको हुन्छ कि। यसको मतलब नेपाली पैसा कमजोर हुने हो। कसरी कमजोर भयो त नेपाली पैसा भन्दाखेरि सुरुमा $1 या $1 भनेको नेपाली रुपिस 120 थियो। पछि चाहिँ डिभ्यालुएट भएको कारणले गर्दा $1 भनेको नेपाली रुपिस 135 भयो। अब यसरी बुझ्नुहोस् है। अब हामी कसरी बुझ्न सकिन्छ भन्दाखेरि द लेभरेज रुपिस हैज बीन डिभ्यालुएटेड बिकज इट नाउ टेक्स मोर लेभरेज रुपिस टु बाय द सेम $1। यसको मतलब पहिला जब डिभ्यालुएसन भएको थिएन, त्यति बेलामा $1 साट्नको लागि, एक्सचेन्ज गर्नको लागि हामीलाई नेपाली रुपिस 120 चाहिन्थ्यो है। राम्रोसँग बुझ्नुहोस् है। पहिला $1 साट्नको लागि नेपाली रुपिस 120 चाहिन्थ्यो। तर अहिले जब डिभ्यालुएट भयो, अब त्यही $1 साट्नको लागि अब पहिलाभन्दा बढी नेपाली रुपिस पे गर्नु पर्यो नि त। पहिलाभन्दा बढी नेपाली रुपिस पे गर्नु पर्यो मतलब नेपाली पैसा कमजोर भयो, विक भयो। अनि यसलाई अझै तपाईँले एकदम बुझ्ने हिसाबमा मैले यसरी पनि तपाईँलाई भन्न सक्छु कि जस्तो हामीले यो करेन्सी एक्सचेन्जमा हामीले जस्तो मानौँ यो अमेरिकन डलर छ नि, एउटा गोरे छ, गोरे भनेको अमेरिकन है, एउटा गोरे छ, सुन्नुहोस् है, एउटा गोरे छ। अनि त्यो एउटा गोरेले नेपाली 120 जनालाई पहिला पिट्न सक्थ्यो त। यसरी बुझ्यो भने अलिकति कमेडी तरिकाले गयो भने पनि तपाईँको कन्सेप्ट क्लियर हुन्छ कि। पहिला चाहिँ एउटा गोरे थियो, गोरे भनेको अमेरिकन हो। एउटा अमेरिकनले 120 जना 120 नेप्लिसलाई पहिला अब लडेर दिनु सक्थ्यो है। हामीले यसरी बुझौँ न, एउटा गोरेले 120 जना नेपालीलाई पिट्न सक्थ्यो। जब नेपालीहरू कमजोर भयो अनि त्यही एउटा गोरेले अब 135 देखेछु मैले यहाँ 135 अब चाहिँ त्यही एउटा गोरेले, त्यही एउटा अमेरिकन भनौँ हामीले गोरे भन्ने चलन छ अरे, त्यही भएर पनि मैले त्यही भनेको छु है तपाईँहरूले बुझ्नको लागि। गोरे भन्ने सबैले बुझ्छ नि त होइन र। अब त्यही एउटा गोरे भनेको विदेशी मान्छे भइहाल्यो, त्यसरी बुझ्दा पनि हुन्छ। अब त्यही एउटा गोरेले 135 नेपालीलाई पिट्न सक्छ। यसको मतलब के भयो? पहिला चाहिँ थोरै नेपालीलाई पिट्न सक्थ्यो,
अब चाहिँ पहिलाभन्दा धेरै नेपाली राखिएको छ। यसको मतलब हामीले के बुझ्यौँ? नेपालीहरू कमजोर भयो नि त, नेपालीहरू कमजोर भयो। यसको मतलब अब हामीले कन्सेप्ट के बस्यो भन्दाखेरि जब डिभालुएसन हुन्छ त्यति बेला चाहिँ नेपाली करेन्सी विक हुन्छ। नेपाली करेन्सी विक भयो भने पहिलाभन्दा एक्सचेन्ज रेट के हुन्छ? इन्क्रिज हुन्छ। यसरी हामीले बुझ्न सकिन्छ है। त्यसपछि अर्को छ जस्ट यसको अपोजिट छ, अर्को यसको जस्ट अपोजिट छ अर्को करेन्सी डिभ्यालुएसन। यसको बारेमा पढ्न गइरहेका छौँ। करेन्सी डिभ्यालुएसन भनेको जस्ट अपोजिट हो। के को अपोजिट हो त? करेन्सी डिभ्यालुएसन। डिभ्यालुएसन हुँदाखेरि एक्सचेन्ज रेट बढ्ने गर्छ भने रिभ्यालुएसन भयो भने चाहिँ एक्सचेन्ज रेट घट्ने गर्छ। अब यसमा के हुन्छ भन्दा करेन्सी रिभ्यालुएसन इज द मोनेटरी पोलिसी अफ द गभर्नमेन्ट टु इन्क्रिज द एक्सचेन्ज रेट अफ द इट्स ओन country's currency compared to the other foreign currency. उता हाम्रो डिभ्यालुएसनमा के हुन्थ्यो भन्दा इन्क्रिजको ठाउँमा डिक्रिज हुन्थ्यो। अहिले के डिक्रिज भयो? अघि उता चाहिँ डिभ्यालुएसनमा डिक्रिज भयो भने अब चाहिँ के हुन्छ? नेपाली र फरेन करेन्सीको एक्सचेन्ज रेट बढ्छ। नेपालीहरू यसमा चाहिँ नेपाली करेन्सी स्ट्रङ हुन्छ के। डिभ्यालुएसनमा नेपाली करेन्सी विक भएको थियो भने डिभ्यालुएसनमा चाहिँ नेपाली करेन्सी स्ट्रङ हुन्छ। र इक्जाम्पल पनि यहाँ लेखेको छु, हेर्नुहोस् है त। इफ अर्लियर सुरुमा चाहिँ $1 भनेको नेपाली रुपिस 125 थियो। सुरुमा $1 भनेको नेपाली रुपिस 135 थियो भने जब नेपाली करेन्सी रिभ्याल्युएट हुन्छ तब $1 भनेको नेपाली रुपिस 120 हो। यसमा चाहिँ नेपाली करेन्सीको एक्सचेन्ज रेट घट्यो। नेपाली करेन्सी स्ट्रङ भएको भएर पहिलाभन्दा एक्सचेन्ज रेट घट्यो। अब यसलाई हामीले यसरी पनि बुझ्दा हुन्छ कि अघि मैले एउटा सायद एउटा इक्जाम्पल दिएको थिएँ नि गोरेवाला, त्यही त। एउटा गोरेले 135 नेपालीलाई पिट्न सक्यो भने अब जब नेपालीहरू स्ट्रङ हुन्छ, अब त्यही एउटा गोरेले 120 नेपालीलाई पिट्न सक्छ। पहिला चाहिँ धेरैलाई पिट्न सक्थ्यो, अब चाहिँ पहिलाभन्दा थोरैलाई पिट्न सक्यो। यसको मतलब नेपालीहरू के भयो त? स्ट्रङ भयो। भनेपछि अब हामीले बुझ्नु पर्यो कि जब करेन्सी रिभ्यालुएसन हुन्छ तब नेपाली करेन्सी के हुन्छ? स्ट्रङ हुन्छ। मार्केटमा नेपाली करेन्सी स्ट्रङ हुन्छ। अब हामीले के बुझ्नु पर्यो भन्दा नेपाली रुपिस हैज बीन डिभ्यालुएटेड बिकज इट नाउ टेक्स लेस नेपाली रुपिस टु बाई द सेम $1। अब हामीले बुझ्नु पर्यो कि सुरुमा $1 साट्नको लागि नेपाली रुपिस 135 लाग्थ्यो। जब नेपाली करेन्सी रिभ्यालुएट भयो अब त्यही $1 एक्सचेन्ज गर्नको लागि पहिलाभन्दा थोरै नेपाली पैसा भयो भने पनि हामीले सजिलैसँग साट्न सकिन्छ। अब चाहिँ $1 साट्नको लागि नेपाली रुपिस 120 भएको छ हामीलाई। अब हामी अर्को टपिकमा जान्छौँ। अब यहाँ मैले चाहिँ जे कुरा यस भिडियोमा मैले योभन्दा अगाडि भने त्यही कुरालाई मैले चाहिँ सर्टकटमा पोइन्ट्स टु बी रिमेम्बर, यो कुरा एकदम बुझ्न आवश्यक छ। जे कुराहरू मैले भिडियोमा एक्सप्लेन गरेँ त्यही कुराहरूलाई मैले पोइन्ट वाइज लेखेको छु। त्यहाँ म सरस्वती पोइन्ट वाइज म एक्सप्लेन गर्दै जान्छु है त। अब फर्स्टमा छ टु कन्भर्ट फरेन करेन्सी इन्टु नेपाली करेन्सी बाई डेट। नेपाली करेन्सीलाई टु कन्भर्ट फरेन करेन्सी इन्टु नेपाली करेन्सी। फरेन करेन्सीलाई नेपाली करेन्सीमा लानुको लागि हामीले के युज गर्नु पर्यो? बाइङ रेट। यसको बारेमा मैले पहिले भनिसकेको छु। डलरलाई नेपालीमा साट्नु पर्यो। हामीसँग भएको डलरलाई नेपालीमा साट्नु पर्यो भने डलर त हाम्रो ब्याङ्कले किन्ने हो। डलर ब्याङ्कले किन्ने भनेको के भयो त? बाइङ गर्ने भयो। बाइङ गर्ने भनेको कुन रेट हुन्छ त? बाइङ रेट। त्यस्तै अर्को छ टु कन्भर्ट नेपाली करेन्सी इन्टु फरेन करेन्सी। अब चाहिँ नेपाली करेन्सीलाई हामीले फरेन करेन्सीमा लानु पर्यो भने हामीले के हाम्रो ब्याङ्कले कुन रेट लगाउँछ त? सेम रेट। जस्तो कि मसँग नेपाली पैसा छ, मलाई डलर चाहियो। अब मैले डलर त किन्नु पर्यो। मैले डलर किन्ने भनेको ब्याङ्कले के गर्ने हो? सेल गर्ने हो।
त्यही भएर बेग्लै के लगाउँछ सेलिङ रेट लगाउँछ है त। यो कुरा मैले पहिला भनिसकेँ। यत्रो बेला हामीले मनी एक्सचेन्जमा एक्सचेन्ज रेटको कुरा त गऱ्यौँ, तर कसले गर्छ त एक्सचेन्ज रेट? कसले डिक्लेयर गर्ने यो कहाँबाट आउने हो भन्दा हाम्रो देशमा चाहिँ यो एक्सचेन्ज रेट डिक्लेयर गर्ने कसले गर्छ भन्दा नेपाल राष्ट्र ब्याङ्क हो। नेपाल राष्ट्र ब्याङ्क हो। यो हाम्रो फिक्स रेट हुन्छ। यो न अमेरिकाले डिसाइड गर्ने हो न युरोपको चेन्ज गर्नु पर्यो, युरोपले डिसाइड गर्ने हो। यो डिसाइड गर्ने भनेको नेपाल राष्ट्र ब्याङ्क हो। नेपाल राष्ट्र ब्याङ्कले नै एक्सचेन्ज रेटलाई के गर्छ डिक्लेयर गर्छ है त। एउटा इक्जाम्पल पनि छ यहाँ। बाइङ रेट अफ $1 भनेको नेपाली रुपिस 132 अनि सेलिङ रेट भनेको $1 नेपाली रुपिस 134। यो ब्याङ्कले बाइ गर्दाखेरि 132 अनुसार बाइ गर्छ भने ब्याङ्कले सेल गर्ने बेलामा चाहिँ 134 रुपिसको आधारमा सेल गर्छ। अब यसलाई मैले सर्टकटमा लेखेको छु कि इट मिन्स if you buy $1 you will pay Nepali rupees 134 and if you sell or if you exchange $1 you will get Nepali rupees 132। अब हेर्नुहोस् हामीले US डलर किन्न पर्यो भने ब्याङ्कले सेल गर्छ, हामीले किन्ने भनेको त ब्याङ्कले सेल गर्ने हो। त्यही भएर हामीले किन्दा चाहिँ 134 अनुसार किन्नुपर्छ र हामीले ब्याङ्कलाई सेल गर्यो। सेल भनेको एक्सचेन्ज हो है, सेल भनेको एक्सचेन्ज हो। हामीले सेल बाई गरेको भनियो भने यो टपिक बुझ्नलाई धेरै सजिलो हुन्छ। अब हामीले सेल गर्यौँ भने चाहिँ सेल भनेको एक्सचेन्ज हो। $1 भनेको हामीले कति पाउँछौँ 132। सो द सेलिङ प्राइस or selling rate is always higher than the buy rate because the bank earn a small profit on each transaction। ब्याङ्कलाई त प्रफिट हुनु पर्यो नि त। ब्याङ्कले कारोबार गर्ने बेलामा बाइङ रेट भन्दा सेलिङ रेट थोरै भयो भने त ब्याङ्कलाई फाइदा हुँदैन। त्यही भएर जहिले पनि हामीले कुरा गर्ने हो भने ब्याङ्कको लागि जहिले पनि बाइङ रेट चाहिँ थोरै नै हुन्छ अनि सेलिङ रेट चाहिँ जहिले पनि धेरै नै हुन्छ। अब हामी नेक्स्ट टपिकमा जान्छौँ। अर्को छ यहाँ इफ एक्सचेन्ज रेट अफ वान फरेन करेन्सी। अब यो चाहिँ हाम्रो डिभ्यालुएसनको केही पनि होइन, यो फर्मुला हो र सिम्पल फर्मुला छ। अब एउटा फर्मुलाको रूपमा लेखेको छु। के छ भन्दाखेरि यसमा हेर्नुहोस् है त, त्यही फर्मुला हो। फर्मुलामा जब डिभ्यालुएट हुन्छ नि नेपाली करेन्सी डिभ्यालुएट भयो भने चाहिँ एक्सचेन्ज रेट बढ्ने हो। नेपाली करेन्सी डिभ्यालुएट भयो भने एक्सचेन्ज रेट चाहिँ बढ्ने हो। त्यही भएर चाहिँ यहाँ फर्मुलामा प्लस आउँछ है त। जब सुरुमा चाहिँ एक्सचेन्ज रेट चाहिँ कुनै एउटा अमाउन्ट थियो, यक्स भन्ने अमाउन्ट थियो, मैले यक्स भनेर सपोज गरेको छु है त। हेर्नु त सुरुमा कति थियो 120 थियो अनि 2% डिभ्यालुएट भयो है त। सुरुमा एक्सचेन्ज रेट चाहिँ ₹यक्स थियो, पछि चाहिँ के भएछ भन्दा 2% डिभ्यालुएट भयो। अनि यो त अगाडिको टपिकमा मैले भनिसकेको छु, डिभ्यालुएट भयो भने त एक्सचेन्ज रेट त बढ्छ नि त। त्यही भएर हाम्रो फर्मुलामा प्लस आउँछ। र मैले जस्तो इक्जाम्पल गरेर सल्भ गर्छु यहाँ। जस्तो मानौ सुरुमा चाहिँ $1 भनेको मानौ $1 भनेको सुरुमा चाहिँ मानौ नेपाली रुपिस 100 थियो है त। सुरुमा $1 भनेको नेपाली रुपिस 100 थियो। अनि जब चाहिँ डिभ्यालुएसन भयो मानौ 10% है त। 10% नेपाली करेन्सी डिभ्यालुएट भयो। नेपाली करेन्सी चाहिँ 10% डिभ्यालुएट भयो भने नयाँ एक्सचेन्ज रेट थाहा हुनु पर्यो नि त। डिभ्यालुएट हुने बित्तिकै एक्सचेन्ज रेट त पहिला जस्तो रहँदैन, चेन्ज हुन्छ। अब नयाँ एक्सचेन्ज रेट निकाल्न पर्यो भने न्यू एक्सचेन्ज रेट अफ $1 हामीले यो लगाउने हो। इनिसियल एक्सचेन्ज रेट प्लस कति पर्सेन्टले डिभाइडेड भयो त, किन बढ्ने हो नि त। सर्टेन पर्सेन्टले बढ्ने हो, बढ्दाखेरि हामीले प्लस गर्नु पर्यो। बढ्यो भने हामीले प्लस गर्नुपर्छ, तर घट्यो भने हामीले के गर्नुपर्छ माइनस गर्नुपर्छ है त। बढेको भएर न्यू एक्सचेन्ज रेट अफ $1 भनेको सुरुमा चाहिँ 100 रुपिस थियो है, यो भयो 100 रुपिस प्लस अनि कति पर्सेन्टले भयो त 10%। 10% अफ इनिसियल कति थियो त हाम्रो 100 रुपिस थियो है त। यसलाई सल्भ गर्न सकिन्छ हामीले 100 प्लस 10
पर्सेन्ट भनेको के हो त पर्सेन्ट भनेको त अपन 100 हो अपन 100 अफ भनेको के हो त अफ भनेको मल्टिप्लाई हो अफ 100 यो 100 भइहाल्यो प्लस अब यो 0 and 0 we can cancel 10 भयो 100 plus 10 भनेको रुपीज 100 मैले माथि लेख्छु है 100 plus 10 भयो यो 0 क्यान्सल भइसकेछ 100 plus 10 भनेको कति कति भयो त मैले माथि लेखेको छु 110 भयो हेर्नु न पहिला 100 रुपैयाँ थियो अब डिभाइडेड भयो 110 भयो 100% भइहाल्यो पहिला भन्दा 10% बढेको त्यस्तै गरी अर्को कुरा छ यसमा रिभ्यालुएसन सेम कन्सेप्ट हो डिभ्यालुएसनमा प्लस हुन्छ बढ्ने हो रिभ्यालुएसन भयो भने त घटी भन्ने भएको भएर हाम्रो फर्मुलामा यसमा के छ त भन्दा हाम्रो यहाँ माइनस यो केसमा प्लस भयो भने रिभ्यालुएसनको केसमा के हुन्छ माइनस हुन्छ घट्ने हो त्यही भएर फर्मुलामा माइनस छ यो केही पनि होइन जस्ट एउटा नर्मल्ली हाम्रो व्यावहारिक ज्ञानै हो कि बढ्यो भने प्लस गरिन्छ हाम्रो नर्मली किनकि बढ्ने हो अनि घट्यो भनेपछि त माइनस गरिन्छ नर्मल कुरा हो तपाईँले यो राम्रोसँग सक्नुहुन्छ एउटा आशा छ अर्को छ सर्टकट टेक्निक छ हामीसँग टु कन्भर्ट फरेन करेन्सी इन्टु नेपाली करेन्सी जब फरेन करेन्सीलाई एफसी भनेको फरेन करेन्सी हो है जब फरेन करेन्सीलाई नेपाली करेन्सीमा लगिन्छ हामीले के गरिन्छ फरेन करेन्सीलाई नेपालीमा लाने हो त्यति बेलामा त्यो फरेन करेन्सीलाई एक्सचेन्ज रेटले हामीले मल्टिप्लाई गर्छौँ है त जति पनि हामीलाई फरेन करेन्सी दिएको छ जुन पनि फरेन करेन्सीलाई हामीले कन्भर्ट गर्ने हो त्यसलाई हामी के गर्छौँ त एक्सचेन्ज रेटले मल्टिप्लाई गर्छौँ त्यस्तै गरी अर्को छ नेपाली करेन्सीलाई हामीले फरेन करेन्सीमा लानु पर्यो नेपाली करेन्सीलाई फरेन करेन्सीमा लानु पर्यो भने हामीले के गर्छौँ नेपाली करेन्सीलाई एक्सचेन्ज रेटले डिभाइड गर्छौँ एउटा मैले सानो इक्जाम्पल लेख्छु है त जस्तो मानौँ मसँग $10 छ है त मसँग कति छ $10 छ अनि मैले यो $10लाई मैले के लानु पर्यो नेपाली करेन्सीमा लानु पर्यो $10लाई नेपाली करेन्सीमा लानु पर्यो अनि हामीलाई त एक्सचेन्ज रेट थाहा हुनु पर्यो नि त एक्सचेन्ज रेट थाहा नभइकन हामीले कन्भर्ट गर्न सकिँदैन त मानौँ एक्सचेन्ज रेट चाहिँ $1 भनेको चाहिँ ₹100 छ है त मानौँ $1 को एक्सचेन्ज रेट चाहिँ नेपाली ₹100 छ अब मैले के गर्ने भन्दाखेरि $10लाई नेपाली करेन्सीमा लानु $10लाई भने नेपालीमा साट्नु अब यहाँ छ फर्मुला हाम्रो कति नेपाली रुपिस मैले पाउन सक्छु त कति पाउन सक्छु मैले कन्भर्ट गर्ने भनेको फरेन करेन्सीलाई केमा हो नेपाली करेन्सीमा हो फरेन करेन्सी भनेको हाम्रो डलर मैले यो डलरलाई केमा लाने हो त नेपाली रुपिसमा लाने हो है यो डलरलाई नेपालीमा लाने हो डलरलाई नेपालीमा लानुको लागि जति पनि हामीलाई डलर दिएको छ नि त्यसलाई केले मल्टिप्लाई गर्नु पर्यो एक्सचेन्ज रेटले मल्टिप्लाई गर्नु दिएको गिवन डलरलाई एक्सचेन्ज रेटले के गर्नु पर्यो मल्टिप्लाई गर्नु पर्यो तर हामीले कति डलर दियो $10 है त $10 त्यसलाई के गर्नु पर्यो हामीले एक्सचेन्ज रेटले मल्टिप्लाई गर्नु कति छ हाम्रो एक्सचेन्ज रेट भन्नुस् त ल ₹100 छ है त ₹100 छ अब यो $10लाई नेपालीमा लाने हो $10 भयो यो अनि एक्सचेन्ज रेट के छ त $1 भनेको हाम्रो ₹100 छ यसलाई मल्टिप्लाई गर्ने सिम्पल कति आउने हो 1000 आउने हो यसको मतलब $10लाई हामीले नेपालीमा गर्यो भने हामीले कति पाइयो त नेपाली रुपिस 1000 पाउन सकिन्छ त्यसै गरी अर्को पनि छ यहाँ अर्को पनि छ फरेन करेन्सी चाहियो हामीलाई हामीसँग चाहिँ नेपाली रुपिस छ है त मानव मसँग नेपाली रुपिस 1000 छ है त अहिले इक्जाम्पल लियो भने सजिलो हुन्छ मानव मसँग चाहिँ नेपाली रुपिस 1000 छ अनि यसलाई मैले चाहिँ केमा लानु पर्यो भन्दाखेरि हङकङ डलरमा लानु पर्यो है त केमा लानु पर्यो HKD भनेको हङकङ डलर यसलाई मैले हङकङको डलरमा लानु पर्यो अनि हामीलाई रेट दिन्छ मानौ 1 हङकङ डलर भनेको नेपाली रुपिस सपोज 50 छ है त
1 हङकङ डलर भनेको नेपाली रुपिस 50 छ। अनि मैले के गर्ने हो, यो नेपाली रुपिसलाई हङकङ डलरमा लाने हो। कति सिम्पल छ हेर्नु न यहाँ। नेपाली पैसालाई डलरमा लाँदाखेरि त पक्कै पनि त हामीले थोरै पाइन्छ होला नि त, धेरै त पाइदैन। थोरै पाउनको लागि हामीले के गर्नु पर्यो, डिभाइड गर्नु पर्यो। हामीले सानो क्लासबाट पढेको नि त, धेरैमा लानु पर्यो भने हामीले मल्टिप्लाई गर्नुपर्छ, थोरैमा लानु पर्यो भने हामीले के गर्नुपर्छ, डिभाइड गर्नुपर्छ। अब यो नेपाली पैसालाई मैले हङकङ डलरमा लाने हो भने मैले कति हङकङ डलर पाउँछु त? मैले पाउने हङकङ डलर भनेको चाहिँ यो नेपाली करेन्सी हो, कति छ, 1000 छ। यसलाई मैले केमा लाने हो, हङकङ डलरमा हो। हेर्नुहोस्, नेपाली करेन्सीलाई अब मैले के गर्नु पर्यो, एक्सचेन्ज रेटले डिभाइड गर्नु। यसलाई मैले एक्सचेन्ज रेटले डिभाइड गर्नु पर्यो। अनि हामीलाई दिएको एक्सचेन्ज रेट भनेको कति हो त भन्दा 1 हङकङ डलर भनेको कति हो, नेपाली रुपिस 50 हो। अब यो नेपाली रुपिसलाई एक्सचेन्ज रेट भनेको 50 के हिसाबले डिभाइड गर्ने हो। कति आउने मैले आफ्नो 20 आउनु भयो है त। कति आउनु भयो, 20 हङकङ डलर। यसको मतलब नेपाली रुपिस 1000 लाई 60 हो भने हामीले कति पाउने रहेछौँ, 20 हङकङ डलर पाइन्छ। यसरी पनि हामीले सर्टकट वेमा गर्न सकिन्छ। हामीले चेन रुल पनि लाउन सकिन्छ, तर चेन रुल लगाउँदाखेरि अलिकति लेन्थी हुन्छ, अलिकति लङ हुन्छ, किनकि यो आउने 1 मार्क्समा हो। 1 मार्क्सको लागि हामीले डाइरेक्ट गऱ्यो भने त्यति धेरै फरक पर्दैन। अब चेन रुल लगाउनु पर्यो, लेख्नु पर्यो, थोरै टाइम पनि लाग्छ होइन। यसरी चाहिँ हाम्रो सर्टकट टेक्निक हो, डाइरेक्टली हामीले चेन्ज गर्न सकिन्छ है त। त्यस्तै अर्को छ, अब त्यही कुरा हो, यसलाई मैले लेखेको मात्रै हो। If you have foreign currency and you are going to exchange in Nepali currency, अब यहाँ बुझ्नु छ त, तपाईसँग के छ, फरेन करेन्सी छ। मानौँ तपाईसँग डलर छ, ल बुझ्नुस् है, तपाईसँग डलर छ। तपाईले यो डलरलाई के गर्ने हो, नेपालीमा राख्ने, नेपाली करेन्सी बनाउने हो है त। तपाईले यो डलरलाई के गर्ने हो, नेपाली करेन्सी बनाउने हो। Then you will get more benefit if there is a devaluation of the reference currency. अब तपाईले सँग भएको डलरलाई तपाईले नेपाली रुपिस बनाउने। अब बुझ्नुस्, जब नेपाली करेन्सी डिभ्यालुएट हुन्छ तब के हुन्छ, एक्सचेन्ज रेट त बढ्छ। एक्सचेन्ज रेट बढिसकेपछि जब तपाईले डलरलाई नेपालीमा लानुहुन्छ, तपाईले बढी पैसा पाउनुहुन्छ के। किन पाउनुहुन्छ भन्दा डिभ्यालुएसन भयो भने पहिला भन्दा एक्सचेन्ज रेट त बढी हुन्छ। बढी भएको कारणले गर्दा हामीले बढी पैसा पाउन सकिन्छ। त्यही कुरालाई मैले यहाँ लेखेको हो, केही पनि होइन है त। इफ देयर इज अ डिभ्यालुएसन अफ द नेपाली करेन्सी देन इन द नर्मल कन्डिसन, बिकज एक्सचेन्ज रेट विल बी डिक्रिज, एक्सचेन्ज रेट बढ्ने भयो, सो यु विल गेट मोर नेपाली रुपिस। त्यही कुरा हो, यो कुरा हामीले पहिला पनि गरिसकेको है त। अब अर्को छ, ठ्याक्कै अपोजिट हुन्छ डिभ्यालुएसन। तपाईसँग नेपाली रुपिस छ है, सुन्नुहोस् है, तपाईसँग नेपाली रुपिस छ अनि तपाईले चाहिँ यसलाई डलरमा लाने हो, नेपाली रुपिसलाई डलरमा लाने हो। नर्मल कन्डिसनमा चाहिँ, नर्मल कन्डिसनमा जस्तो 1 डलर भनेको मानौँ नर्मल कन्डिसनमा रुपिस 120 छ है त। जब डिभ्यालुएसन हुन्छ नि तब 1 डलर भनेको मानौँ रुपिस 100 छ। ल मलाई भन्नुहोस् त तपाईले आफै, जब 120 हुन्छ नि तब तपाईले नेपाली रुपिसलाई डलरमा लानुहुन्छ। तपाईलाई डलर चाहियो, तपाईलाई डलर चाहियो। 120 हुँदाखेरि बढी नेपाली पैसा पे गर्नु पर्ला कि 100 हुँदा बढी पे गर्नु पर्ला, भन्नुहोस् तपाईँ। 120 हुँदाखेरि हामीले बढी पे गर्नु पर्यो नि त, बढी पे गर्नु पर्यो। जब 100 हुन्छ कम पे गरे पनि हुन्छ। 120 मा जति डलर हुन्छ नि त्योभन्दा धेरै 100 हुँदाखेरि आउँछ कि। त्यही भएर रिभ्यालुएसन भयो भने चाहिँ, रिभ्यालुएसन भयो भने तपाईले त्यति बेला फाइदा हुन्छ जति बेला के छ, रिभ्यालुएसन छ। जति बेला तपाईले नेपाली करेन्सीलाई डलरमा लाने हो। यदि तपाईँ डलरलाई नेपालीमा लाने हो भने तपाईलाई घाटा हुन्छ। बुझ्नुहोस् है, डलरलाई नेपालीमा लाने हो भने, डलरलाई तपाईले नेपालीमा लाने हो भने चाहिँ तपाईको डिभ्यालुएसनमा तपाईलाई फाइदा हुन्छ, किनकि बढ्ने हो। तर नेपालीलाई डलरमा लाने हो भने चाहिँ तपाईलाई रिभ्यालुएसनमा फाइदा हुन्छ, किनकि घट्ने हो।
थोरै नेपाली पैसा पे गरे पनि हामीले बढी डलर पाउन सकिन्छ। त्यसपछि अर्को टपिक छ अब चाहिँ हामी यसका बेसिक कुराहरू हेर्ने हुन्। यसको अब यस्ता हाम्रो एउटा कमिसन भन्ने टपिक छ, कमिसन छ अनि चेन रुल छ। यो कमिसन र चेन रुललाई चाहिँ हामीले आगामी सेसनमा हामीले यसलाई चाहिँ फेरि कुरा गर्नेछौँ। अब चाहिँ हामी चाहिँ डाइरेक्टली जे कुरा हामीले यो भिडियोमा डिस्कस गऱ्यौँ त्यसका बेसिकको आधारमा हामीले यहाँ क्वेसनहरू सल्भ गर्न गइरहेका छौँ। यो क्वेसन हेर्नु भयो भने एससीई 2081 को सुदूरपश्चिम प्रोभिन्समा सोधेको क्वेसन है, लास्ट इयर 2081 सालको सुदूरपश्चिममा सोधेको क्वेसन हो। अब यसलाई चाहिँ क्वेसन कसरी बुझ्ने, यहाँ भन्न खोजेको कुरा के हो, कसरी गर्ने, यसको बारेमा म तपाईँलाई डिटेलली सल्भ गर्न गइरहेको छु। अब तपाईँले बुझ्नुहोस् कि एउटा बिजनेसम्यान रहेछ है त, त्यसले के गर्ने हो, अस्ट्रेलियन डलर साट्यो। केसँग साट्यो अस्ट्रेलियन डलर? नेपाली रुपिस 1,29,090 रुपिस। त्यो बिजनेसम्यानसँग नेपाली रुपिस 1,29,90 रुपिस रहेछ। त्यसले त्यो नेपाली पैसालाई केमा लाने छ, अस्ट्रेलियन डलरमा लाने छ है त। अनि त्यति बेला 1 डलर भनेको चाहिँ 1 अस्ट्रेलियन डलर भनेको कति रहेछ त, 86.06 रहेछ। आफ्टर सम डेज नेपाली करेन्सी वाज रिभ्यालुएटेड। नेपाली करेन्सी के भएछ यसमा बुझ्नुहोस् है, रिभ्यालुएट भएछ। अन्डरलाइन गरेको तपाईँले पनि क्वेसन पढ्ने बेलामा यसरी अमाउन्टलाई त्यसपछि रिभ्यालुएसन भन्छ, डिभ्यालुएसन भन्छ, एक्सचेन्ज रेट भन्छ, यसलाई अन्डरलाइन गर्नुभयो भने हामीले आधी क्वेसन सल्भ भइसक्यो। अरू पढ्नु पनि पर्दैन कि मेनली एउटा न्युमेरिकल भ्यालु हुन्छ, त्यसपछि कन्डिसन हुन्छ। के कन्डिसन हो त, रिभ्यालुएसन हो कि डिभ्यालुएसन हो कि कमिसन हो कि, त्यो कन्डिसन हुन्छ। अनि त्यसपछि एक्सचेन्ज रेट, यही कुरालाई हामीले अन्डरलाइन गऱ्यौँ भने आधी क्वेसन हाम्रो सल्भ भयो। कति पर्सेन्टले भयो रिभ्यालुएसन? 2%। त्यसपछि फेरि अस्ट्रेलियन डलर साट्छ। सुरुमा नेपाली पैसालाई डलरमा लगाइछ है त। सुरुमा यो सुरु भनेको चाहिँ रिभ्यालुएसन नहुँदै, रिभ्यालुएसन नहुँदै, सुरुमा भनेको रिभ्यालुएसन नहुँदै सुरुमा नेपाली रुपिसलाई डलरमा लगाइछ। त्यसपछि जब रिभ्यालुएसन भयो नि, रिभ्यालुएसन कति पर्सेन्टले गयो त, 2%। फेरि त्यसले सुरुमा त डलर साटिसक्यो, त्योसँग डलर छ। अब फेरि त्यो डलरलाई नेपालीमा लाने हो। ल हेर्नुहोस् है त, सुरुमा नेपालीलाई डलरमा लाने हो, त्यसपछि त्यही साटेर आएको डलरलाई केमा लाने हो त, नेपालीमा लाने हो। दुईटा केस छ, राम्रोसँग बुझ्नु होला है। अनि त्यही कुरा यहाँ भनेको छ, यहाँ अगेन एक्सचेन्ज द अस्ट्रेलियन डलर इन्टु नेपाली करेन्सी। अब यहाँ सुरुको क्वेसन नम्बर 1 मा के दिएछ हामीलाई हेर्नुहोस् त, हाउ मेनी अस्ट्रेलियन डलर्स डिड द बिजनेसम्यान एक्सचेन्ज। अब के भन्यो, त्योसँग भएको नेपाली पैसासँग कति डलर साट्यो भयो, त्योसँग भएको नेपाली पैसासँग कति डलर साट्यो, त्यो हामीले क्वेसन सोधेछ। त्योसँग भएको नेपाली रुपिस कति हो त, त्योसँग भएको नेपाली रुपिस भनेको कति हो त, हेर्नुहोस् त त्यहाँ कति दिएछ हामीलाई। त्योसँग भएको नेपाली रुपिस कति हो त, अमाउन्ट with businessman। अमाउन्ट विथ बिजनेसम्यान त्योसँग कति छ, नेपाली रुपिस। यसलाई मैले इमेज गर्छु है त। $1,29,090 यो चाहिँ कसँग भएको अमाउन्ट हो,
बिजनेसम्यानसँग हो। अनि उसँग भएको बिजनेसम्यानसँग भएको नेपाली रुपियाँलाई हामी केमा लाने हो हेर्नुहोस् त यहाँ अस्ट्रेलियन डलरमा लाने। अघि भर्खरै मैले भनेको थिएँ नि नेपाली करेन्सीलाई हामीले अस्ट्रेलियन डलरमा लाँदा के गर्नुपर्छ अरे भन्नुहोस् त ल। नेपाली करेन्सीलाई अस्ट्रेलियन डलरमा लानको लागि अब बुझ्नुहोस् है अस्ट्रेलियन डलर भनेको फरेन करेन्सी हो। योभन्दा अगाडि म तपाईँलाई एउटा टेक्निक पनि दिएछु। नेपाली करेन्सीलाई हामीले डलरमा लानु पऱ्यो भने त हामी थोरै पाइन्छ नि त त्यसरी बुझ्दा पनि हुन्छ कि नेपाली पैसालाई हामीले विदेशी पैसामा लग्यौँ भने पक्कै पनि हामीले थोरै पाउँछौँ। थोरै पाउँछ मतलब हामीले के गर्नु पऱ्यो त्यो दिएको नेपाली पैसालाई त्यो एक्सचेन्ज रेटले के गर्नु पऱ्यो डिभाइड गर्यो भने त्यो नेपाली पैसा केमा जान्छ अस्ट्रेलियन डलरमा जान्छ। उसलाई कति पाउँछ भन्दा अस्ट्रेलियन डलर गिवन नेपाली रुपिस 1,29,090 रुपिस। यसलाई के गर्नु पऱ्यो डिभाइडेड बाई एक्सचेन्ज रेट गर्नु पऱ्यो है त। सिम्पलै छ है यो। अघि नै हामीले पढिसकेछौँ नेपाली रुपिसलाई डलरमा लानु पऱ्यो। नेपाली रुपिसलाई डलरमा लानु पऱ्यो। नेपाली रुपिसलाई डलरमा लानुको लागि दिएको नेपाली रुपिसलाई एक्सचेन्ज रेटले हामीले के गर्नु पऱ्यो डिभाइड गर्नु पऱ्यो है त। अब हामीसँग हेर्न सकिन्छ यहाँ 1,29,090 रुपिस डिभाइड बाई कति छ हाम्रो एक्सचेन्ज रेट 86.06 86.06। अब तपाईँलाई अलिकति जिज्ञासा हुनसक्छ यहाँ त एउटा मात्रै छ एक्सचेन्ज रेट हामी लोन लगाएर त बाइङ रेट पनि पढ्यौँ सेलिङ रेट पनि पढ्यौँ त्यो खै त यो क्वेसनमा एउटै हो बाइङ पनि आयो सेलिङ पनि आयो दिएन भनेपछि एउटै हुन्छ। यदि क्वेसनमा चाहिँ दिएको छ भने अलग अलग भइहाल्यो भने क्वेसन क्लियरै हुन्छ। यदि दिएन भने एउटै हुन्छ है बाइङ पनि त्यही हुन्छ बिलको लागि सेलिङ पनि त्यही हुन्छ है त। अब यसलाई हामी डिभाइड गरौँ है त। यसलाई हामीले डिभाइड गरौँ 1,29,090 रुपिस डिभाइड बाई 86.06 कति आउनु भयो 1,500 आउनु। भनेपछि उसले कति अस्ट्रेलियन डलर साट्यो त 1,500 अस्ट्रेलियन डलर छ। त्योसँग भएको नेपाली रुपिससँग उसले के गर्यो 1,500 डलर एक्सचेन्ज गर्यो। अब यो चाहिँ अब मेटाउँछु मैले यो तपाईँले यस्तो कपीमा लेख्न सक्नुहुन्छ है। यसलाई म इरेज गर्छु अनि म अर्को बी नम्बरतिर जान्छु है त। सम्झिनुहोस् है यो भ्यालु 1,500 मैले इरेज गरेँ। अब सेकेन्डमा के भन्यो अघि हामीसँग कति आयो भने 1,500 आयो होइन। हाउ मेनी नेपाली रुपिस did the businessman receive when he exchanged the Australian dollar after revaluation भन्यो। अब यहाँ बुझ्नु पर्यो नि हामीले रिभ्यालुएसन भयो भने अब के भयो भने रिभ्यालुएसन। अब रिभ्यालुएसन भइसकेपछि त एक्सचेन्ज रेट त फरक पर्छ नि त त्यही युज गर्न पाइन्न। अब रिभ्यालुएसन भइसकेपछि हामीले नयाँ एक्सचेन्ज रेट निकाल्नु पर्यो के अब पहिला भन्दा त एक्सचेन्ज रेट त घट्छ नि त। अब रिभ्यालुएसन भयो घटियो अब हामीले नयाँ निकाल्नु पर्छ है। नयाँ निकाल्नुको लागि के गर्ने त भन्दा अब हामीले निकाल्नु पर्ने न्यू है त न्यू एक्सचेन्ज रेट अफ 1 अस्ट्रेलियन डलर AUD भनेको अस्ट्रेलियन डलर है। न्यू एक्सचेन्ज रेट अफ 1 अस्ट्रेलियन डलर पहिला कति थियो एक्सचेन्ज रेट 86.06 थियो। अब कति पर्सेन्टले भयो रिभ्यालुएसन भन्दा 2%ले भयो। माइनस गर्ने हामीले फर्मुलामा पढिसकेछौँ रिभ्यालुएसन भयो भने घट्ने हो त्यही भएर माइनस गर्नु पर्यो। माइनस कति पर्सेन्ट 2% अफ इनिसियल एक्सचेन्ज रेट 86.06 माइनस 2% भनेको अपन 100% भनेको अपन 100 अफ भनेको मल्टिप्लाई अफ इज मल्टिप्लाई देन 86.06
After this, 86.06 minus, this can be solved, 2/100 multiplied by 86.06, 1.7212. सकेसम्म मनी एक्सचेन्जको क्वेसन सल्भ गर्ने बेलामा आफ्टर डेसिमल सबै भ्यालुहरू लेख्दा एकदम राम्रो हुन्छ है, किनकि यसले एक्ज्याक्ट एन्सर आउने गर्दछ, होइन भने थोरै फरक हुनसक्छ। सकेसम्म सबै लेखेर आउनुहुन्छ है। 86.06 minus 1.7212, 84.3388। यो हाम्रो न्यू एक्सचेन्ज रेट हो। सुरुमा 86 थियो, 86.06 थियो, अब कति भयो त 84.3388 भयो। पहिला हामीलाई बढ्यो। अब चाहिँ अघि जसमा भएको डलर, अघि जुन डलर हामीले निकाल्यो नि 1 नम्बरमा, त्यो डलरलाई फेरि साथै गयो, त्यो डलर लिएर ब्याङ्क जान्छ अनि ब्याङ्कमा हामीले एक्सचेन्ज गर्छ। जब ऊ ब्याङ्कमा एक्सचेन्ज गर्नको लागि गयो त्यति बेला के भएको थियो, रिभ्यालुएसन भयो। रिभ्यालुएसन हुने बित्तिकै त तपाईँको एक्सचेन्ज रेट त चेन्ज हुने भयो नि त। सुरुको युज गर्न पाइन्न होला। सुरुको युज गर्ने भन्दा पहिलाको जति थियो त्यति नै आउँछ। नयाँ अनुसार साटियो, उसले न्यू एक्सचेन्ज रेट अनुसार एक्सचेन्ज गर्ने हो। अब अघि हामीले कति निकालेको, $1500 आएको थियो है त। अब उसले गएर फेरि साट्यो आफ्टर रिभ्यालुएसन है त। आफ्टर रिभ्यालुएसन he can get, उसले कति पाउन सक्छ। अब बुझ्नुहोस् है, उसँग अघि नै कति डलर थियो, $1500 थियो। कति थियो अरे, $1500 थियो। त्यसलाई हामीले केमा लाने, अब बुझ्नुहोस् है, बुझ्नुहोस्, अघि नै मैले भनिसकेको छु, यो डलर हो। डलरलाई हामीले केमा लाने हो, नेपालीमा लाने हो। डलरलाई नेपालीमा लान हामीले के गर्नुपर्छ, मल्टिप्लाई गर्नुपर्छ। डलर अघि हामीले कति निकाल्यौँ, 1500 निकाल्यौँ, $1500। त्यसलाई हामीले नेपालीमा लाने। अब डलरलाई नेपालीमा लानुको लागि हामीले मल्टिप्लाई गर्नु पर्यो। हामीले नर्मली पनि बुझिन्छ नि त, डलरलाई नेपाली पैसामा छाट्यो भने अभियसली धेरै हुन्छ पहिला भन्दा, त हामीलाई थाहै नै छ। केवल धेरै हुन्छ मतलब हामीले के गर्नुपर्छ, मल्टिप्लाई गर्नुपर्छ। मल्टिप्लाई गर्नु के ले हो त, एक्सचेन्ज रेटले गर्नु। अब सुरुको युज गर्न पाइँदैन हामीले, किनकि रिभ्यालुएसन भइसकेको छ। अब हामी नयाँ युज गर्नुपर्छ है। नयाँ हाम्रो कति आयो, 84.3388। त्यसलाई हामी मल्टिप्लाई गर्नु है त। 1500 multiplied by 84.3388, 126508.2। अब हेर्नुहोस्, अब कम्पेयर गर्नुहोस् त, त्योसँग सुरुमा भएको नेपाली पैसा धेरै भयो कि त्यसले पछि साटेर आएको नेपाली पैसा धेरै भयो। ल यो गोलमा हटेन। अब यसको मैले एन्सर चाहिँ माथि लेख्छु है त। यसको एन्सर कति आएको थियो, $1500 आएको थियो है। अनि बी नम्बरको कति आएको थियो भन्दाखेरि 86, बी नम्बरको एन्सर आएको थियो 126,508.2, 1,26,508.2। ल हेर्नुहोस् है त, अघि त्योसँग भएको नेपाली पैसा धेरै कि त्यसले रिभ्यालुएसन भएर साट्दाखेरि धेरै भयो भन्नुहोस् त। सुरुको अमाउन्ट धेरै कि लास्टको अमाउन्ट धेरै हो, सुरुको अमाउन्ट धेरै भयो नि त। सुरुमा त्योसँग धेरै नेपाली पैसा थियो, जब उसले साट्यो त्यसपछि उसलाई त थोरै नेपाली पैसा भयो। यसमा उसलाई के भयो, लस भयो कि प्रफिट भयो त? प्रफिट भयो कि लस भयो त भन्नुहोस् त? लस भयो नि त। पहिला धेरै थियो के अरे, पछि थोरै गयो, यसलाई लस भयो है त। अब हामी निकाल्नु लस कति भयो त, लस अमाउन्ट है त। लस अमाउन्ट भनेको उसँग भएको सुरुमा नेपाली पैसा कति, 1,29,090 माइनस 1,26,508.2। उसलाई कति रुपियाँ भनेर लस, यो निकाल्नु नि त। 1,29,090
1,29,090 minus 1,26,508.2 कति आयो 2,581.8 उसलाई के लस भयो 2,581.8 रुपिस उसलाई के भयो लस भयो है त अब हामीले त लस मात्रै सोधेको त होइन हामीले पर्सेन्ट निकाल्नु छ नि त पर्सेन्ट हेर्नुस् त लस पर्सेन्ट निकाल्नु अब लस पर्सेन्ट निकाल्नुको लागि के गर्नु पर्यो त भन्नुस् त लस पर्सेन्ट लस अमाउन्ट कति हो लस अमाउन्ट 2,581.8 अपॉन इनिशियल अमाउन्ट हुन्छ है जहिले इनिशियल अमाउन्ट कति छ हामीसँग उसँग सुरुमा हामीले कम्पेयर गर्ने त जहिले पनि डिभाइड गर्ने के भन्दा कम्पेयर गर्ने हामी केसँग त्यही भएकोले हामीले डिभाइड गर्नुपर्छ कम्पेयर गर्ने त हामीले सुरुसँग भन्दा लस भयो कि प्रफिट भयो भनेर हो नि त सुरुको अमाउन्ट राख्नुपर्छ है सुरुको अमाउन्ट कति छ 1,29,090 रुपिस पर्सेन्ट भएको भएर के गर्नु पर्यो हामीले 100% 25,818.8 divided by 129 divided by 1,29,000 अब यसलाई हामीले डिभाइड गर्नु है त 25,881.8 divided by 129,090 into 100%. कति पर्छ डाउन भयो 2%. 2%. उसलाई चाहिँ 2% चाहिँ लस भयो सुरुमा भएको नेपाली पैसा थियो उसँग त्यसलाई उसले डलरमा गर्यो डलर एक्सचेन्ज गर्यो अनि त्यसपछि आफ्टर सम डेज नेपाली करेन्सीलाई डिभाइड गर्यो अनि डिभाइड भइसकेपछि उसले फेरि साट्दाखेरि त्यो पुरै त्यो बिजनेस ट्रान्जेक्सनमा चाहिँ उसलाई चाहिँ ओभरअल 2% चाहिँ लस भयो यसरी यो चाहिँ लास्ट इयरमा सोधेको क्वेसन हो त्यसलाई मैले सल्भ गरेको छु मेरो आशा छ तपाईँले यो चाहिँ सोल्युसन बुझ्नुभयो होला ल अब हामी अरू क्वेसनमा जाँदैछौँ यो चाहिँ लास्ट इयरकै हो है अघि नै हामीले सुदूरपश्चिमको गरेको थिएँ यो चाहिँ हाम्रो कोशी प्रोभिन्सको हो सिमिलर टाइपको क्वेसन नै हो यसमा मैले सोल्युसन गर्दिनँ यो तपाईँहरूको लागि होमवर्कको लागि हो मैले जस्ट तपाईँलाई कन्सेप्ट मात्रै भनिदिन्छु है त तपाईँहरूले चाहिँ यो चाहिँ सल्भ गर्नुपर्छ ट्राई गर्नु होला यदि तपाईँलाई सोल्युसन चाहियो भने आइडी सोल्युसन भनेर कमेन्ट बक्समा गएर लेख्नुभयो भने मैले पक्कै पनि यो क्वेसनलाई सल्भ गरेर म अर्को भिडियो बनाउने छु तपाईँलाई मैले जस्ट आइडिया कन्सेप्ट मात्रै क्लियर पारिदिन्छु है त हामीलाई यहाँ के दियो भन्दाखेरि एउटा हामीलाई बाइङ रेट दियो हेर्नुहोस् त बाइङ रेट दियो अर्को हामीलाई के दियो सेलिङ रेट दियो फरक छ नि त बाइङ रेट चाहिँ थोरै छ तर सेलिङ रेट के छ धेरै छ अनि हामीले यहाँ सोध्यो which rate buying or selling is used when you exchange the American dollar into Nepali rupees अब हामी यहाँ के सल्भ गर्ने हो यो क्वेसनलाई हामीले यहाँ जस्ट बाइङ रेट युज हुन्छ कि सेलिङ रेट युज हुन्छ त्यति लेख्यो हामीले चाहिँ जब when you exchange अमेरिकन डलर into नेपाली रुपिस अमेरिकन डलरलाई तपाईले नेपालीमा राख्नु हो है कति सिम्पल छ हेर्नु न तपाईसँग अमेरिकन डलर छ अरे है तपाईसँग अमेरिकन डलर छ तपाईले त्यो अमेरिकन डलरलाई नेपाली करेन्सीमा लाग्नु हो अब नेपाली करेन्सीमा लाग्नको लागि त तपाईको यो डलर त ब्याङ्कले किनिन्छ के ब्याङ्कले किन्यो भनेपछि के लाग्नु पर्यो हामी भएर है ब्याङ्क भयो ब्याङ्कले किन्यो नि त हामीसँग भनेपछि कुन रेट लाग्नु भयो तपाईले सम्झ गर्न पक्कै पनि त्यस्तै गरी हाउ मेनी नेपाली रुपिस क्यान अमेरिकन टुरिस्ट गेट बाई एक्सचेन्जिङ द 100 डलर अब यो टुरिस्टले के गरे एउटा टुरिस्टले 100 डलरलाई नेपालीमा लग्यो अब त्यही हो माथि जुन रेट युज हुन्छ नि त्यही रेटले यहाँ मल्टिप्लाई गर्नु है त त्यसपछि अर्को छ त्यो टुरिस्टले नेपालमा बसुन्जेल उसले कति स्पेन्ड गर्यो त 1,01,817.50 पैसा स्पेन्ड गरिसकेपछि त्यसले सुरुमा डलरलाई नेपालीमा लग्यो नेपाली पैसा बनायो
नेपाली पैसाबाट उसले स्पेन्ड गर्यो, यति रुपियाँ स्पेन्ड गर्यो। त्यसपछि बाँकी रहेको नेपाली पैसालाई फेरि उसले के गर्यो, अमेरिकन डलरमा एक्सचेन्ज गर्यो। यहाँ भनेछ नि रिमेनिङ नेपाली करेन्सी नेपाली रुपिस इज एक्सचेन्ज इन्टु अमेरिकन डलर। बाँकी रहेको पैसामा जति पैसा नेपाली पैसा बन्छ उसले त्यसलाई केमा गर्यो, अमेरिकन डलरमा गर्यो। कति सिम्पल छ, कन्सेप्टहरू मैले दिइसकेँ। अब यो क्वेसनमा कुनै डाउट छ या यो क्वेसन तपाईँले गर्न सक्नु भएन या तपाईँलाई यो क्वेसनको साथसाथै अर्को कमिसनको बारेमा त्यसपछि चेन रुलको बारेमा केही जिज्ञासा छ भने मैले अर्को भिडियो पक्कै पनि बनाउनेछु। मलाई आशा छ यदि तपाईँलाई कुनै डाउट छ भने तपाईँले कमेन्टमा गएर आई निड सोल्युसन, आई निड फर्दर भिडियोज भनेर लेख्नुभयो भने म अर्को भिडियोमा पनि आउनेछु। त्यस्तै ल अब हाम्रो आजको क्लास सकिएको छ। मलाई आशा छ तपाईँलाई पक्कै पनि यो भिडियो राम्रो लाग्यो होला, राम्रो लाग्नेछ। र यो भिडियो तपाईँले हेरेर आगामी एससी 2082 सालमा मात्रै नभए अर्को वर्ष पनि होला, अब आगामी दिनहरूमा यो भिडियोले पक्कै पनि तपाईँमा मनी एक्सचेन्जसँग रिलेटेड क्वेसनहरूमा कुनै पनि समस्या आउने छैन भन्ने मैले आशा राखेको छु। यति भन्दै तपाईँ सम्पूर्णमा म जीवन आचार्य तर्फबाट धन्यवाद। थ्याङ्क यू।